साथीभाइ प्रसल पेजमा स्वागत छ। मिरिकको घरमा चाहिँ यस्तो छ, पुरा खेती गर्ने गर्छ। यहाँ चाहिँ भोकोटेहरू फलिरहेको छ। यता चाहिँ सिबी फलिरहेको छ। यता चाहिँ लुगा सुकाइरहेको रहेछ। फुलहरू इन्जिलिया फुलाइरहेको छ। यता खोर्सानी हेर्नुहोस्, अर्ग्यानिक खोर्सानी मजाले फलिरहेको छ। पहिला त स्टार्टिङमा त ठुल्ठुलो फलेको थियो, अहिले सिजन डाउन हुँदै गएर चाहिँ सानो फलिरहेको छ। यता यी उखुहरू पनि छ। यता टमाटरहरू पाकिरहेको छ। इस्कुसहरू पनि फलिरहेको छ। यी अम्बकहरू पनि मजाले अम्बकहरू पनि फलिरहेको छ। यो अम्बक चाहिँ साह्रै मिठो छ। मिरिकको घरमा चाहिँ पुरै फलफुलहरू पनि रोप्ने गर्दछ, सब्जीहरू रोप्ने गर्ने छ। यो चाहिँ हाम्रो लुगा धुने जग्गा हो। यता चाहिँ एक्स्ट्रा टोयलेट बाथरुम बनाएर राखेको छ। घर चाहिँ माथि हो। यी घर पनि बनिँदैछ आदि चाहिँ मिरिकको। यो चाहिँ हाम्रो अर्ग्यानिक चुला र मेरो बेडरुम हो, अर्ग्यानिक बेडरुम। म चाहिँ यहीँ सुत्ने मजा लाग्छ, किनभने च्यादरको घर मलाई पहिलाबाट मजा लाग्छ बस्नु। र यस्तो छ, यो चाहिँ हाम्रो भट्टी हो। यहाँ चाहिँ दाउराहरू राख्ने गर्ने छ। यी दाउराहरू राख्ने गर्ने छ। यही दाउराहरू चाहिँ अहिले एकछिनबाट चिर्ने छु। यता तलतिर पनि बारी छ हाम्रो। यतातिर पनि बारी छ। यता चाहिँ केहरू रोपेको छ भने मलाई त याद छैन, म त आज आएको। यता चाहिँ मुलाहरू रोपेको रहेछ। मुला खोर्सानी पनि रहेछ। यी जेम्बिरहरू मजाले फलिरहेको रहेछ। यी भोकोटेहरू छ। यहाँ चाहिँ फुलहरू मजाले फुलिरहेको छ। यस्तो छ है साथीभाइ हो मिरिकको घर चाहिँ। पुरै चियापत्तीको बोट पनि छ। यी 2-3वटा। यता चाहिँ निम्बुहरूकै बोटहरू रहेछ। यता चाहिँ पिँडालुहरू रहेछ। मटर पनि 1-2वटा फलिरहेको रहेछ। यहाँ चाहिँ भद्रासे थियो। भद्रासे चाहिँ सायद पाकेर फलिसक्यो होला। अस्तिको पालि आउँदा त पुरा फलिरहेको थियो। यो चाहिँ भद्रासे हो, फलिरहेको रहेछ। यता चाहिँ पुरै सानो गाउँहरू छ। यस्तो छ। पहिलाको हाम्रो मूल घर चाहिँ यहाँ तल, तल रहेको। यो देख्दै गरेको चाहिँ पहिलाको हाम्रो मूल घर हो। अहिले चाहिँ बस्दैन, खाली छ। ल साथीभाइ हो, आजलाई यति नै। पछि फेरि अर्को भिडियो लिएर आउँला। धन्यवाद।